साथीहरू, आज नोभेम्बर 9 तारिक र यही नोभेम्बर 14 तारिकको आभा खमिस तथा सो वरपरको क्षेत्रमा रहेका नेपालीहरूको लागि यो महत्त्वपूर्ण सूचना छ। यदि तपाईँहरू पनि आभा खमिसमा हुनुहुन्छ अथवा सो वरपरको क्षेत्रमा हुनुहुन्छ भने यही नोभेम्बर 14 तारिकको महावाणिज्य दूतावास जेद्दाबाट पासपोर्ट नवीकरण तथा सचेतनामूलक कार्यक्रम लिएर टोली आउँदैछ। तपाईहरू पनि सो क्षेत्रमा हुनुहुन्छ भने तपाईँको पासपोर्ट नवीकरण गर्नुपर्नेछ अथवा हराएको छ, च्यातिएको छ भने तपाईँले नयाँ बनाउन सक्नुहुन्छ, रिन्यू गर्न सक्नुहुन्छ र अन्य जानकारी पनि सो कार्यक्रमबाट तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। र फेरि पनि मैले यो सूचनालाई सेयर गरेँ, तपाईँले पनि यो भिडियोलाई सेयर गरिदिनु होला ताकि आभा खमिसमा भएका नेपालीहरू, सम्पूर्ण नेपालीहरूमा यो भिडियो पुगोस्। र यस समयमा तपाईँले बिहानको 10 बजेदेखि बेलुकी 4 बजेसम्म यो प्रोग्राम रहनेछ। नोभेम्बर 14 तारिक है त। धन्यवाद।